ल आजको खसी चाहिँ अघि जो हामीले बनाउँदै थियौँ त्यो खसी चाहिँ एकदम सम्पूर्ण मात्रामा तपाईँको रेडी भइसकेको छ। सो अब यहाँ चाहिँ अब हामीले खाना चाहिँ ग्रहण गर्नु आँटिसकेको छ। भेनाले त अलमोस्ट इडिट अनि अब चाहिँ एकदमै दादाले मिलन दाले बोलमा खाना एकदम मिठो मिठो त मिठो हुन्छ है एकदम खसी मासु हेरिहाल्नुहोस् कस्तो भएको छ लजिज एकदम लभली एकदम दामी एकदमै दामी भएको छ मासु चाहिँ मासु हेरिहाल्नुहोस् कस्तो भएको छ मासु त डिलिसियस छ नि हो एकदम डिलिसियस आमा ल ल लसुन खाएको ल हामी खान थाल्नु गाइस मदन दाले चाहिँ अब एकदम म आफै लिँदैछु ल ल ल एकदम एकदम मदनले त काँचो लसुन राख्दिनु मैले एउटा राख्दैछु पर त्यो त त्यो उयो फ्राई गरेको छु दामी हुन्छ त्यसो मासु चाहिँ एकदम डिलिसियस र तपाईको देसी खसी हो देसी एकदम प्योर हो प्योर खसी हो खाएर चाहिँ थप्का थाम्ने हो राम्रो हो अलिकति चिनी हाल्नु पर्छ चिनी कहाँ हो स्विटको लागि उयो चिनीले चाहिँ ग्रेभीलाई पुरा कम्पोजर गर्छ नि यो जुन जुन भद्दा सेन्ट आउँछ नि त्यसलाई चाहिँ एब्जर्ब गर्छ चिनीले भक्कु होइन यति